सहीको पनि टिका लगाउनु छैन हाम्रो पहिला भिनाजुलाई लाग्यो कस्तो म त बिर्सिरहेको सरी भिनाजु मलाई मनमा नि आशीर्वाद दिन्छु है मलाई त्यस्तो त्यो गर्न आउँदैन त्यही त घुमेर आउने नि बेला रहे जाने अब छिटो आउन सक्यो भने जाने नसके अब आफूले बाइकमा त्यस्तो काका नि भोलि एकतिर हिँड्ला नि फेरि कता हो काकीले लगाइदिइहाल्छ नि फोनमा जानु भइगयो पहिला काकाको मामाको मूलपानी मामाकोमा जाने अनि हजुरआमा यहाँ हुनुहुन्छ हजुरआमा टिका लगाउने अनि उता हजुरआमा नआए पनि शुद्ध हानतिर आएर आएर लायो हुन्छ हजुरआमाको त केही छैन दिनभरि यहाँ आइजन् भनेदेखि भिनाजु त पुरा ढुङ्गा है होइन यो चाहिँ भाइरल होला जस्तो कोही दसैँ बसिदिए पनि हुन्छ पातहरू पातीहरू दिएन है छोरो कसरी लगाएको केही दिनु पनि छैन केही दिनु पनि छैन पाती म मिल्दिहाल्नु भने पात त्यो पुजेर यो चाहिँ दिन यो पुजेको मलाई त्यस्तो फेरि टिका सिका लाउन आउँदैन है सिक्नु पर्यो अब के गर्नु सिक्दैछु अब बुवाको त 120 फलोवर्स भएर 81,000 भ्युज गइसकेछ के त्यो भाइले दक्षिण नथापेको के कुन चाहिँ युट्युबमा ल खोइ यो पनि आउने रहेछ यो पनि यसले गर्दैन है पहिलो जहिले लाएर मिनी भ्लग बनाउनु मलाई त फेरि अब मनमा नि आशीर्वाद दिएको छु है एकदम अब अर्कोचोटि आउँदाखेरि चाहिँ होइन पुरै आशीर्वाद चाहिँ पुरै पढेर आउँछु होइन आशीर्वाद त मलाई खतरा त उता हजुरबाको पो लाग्छ पल्ला घर हजुरबाको क्या भद्रकाली कपाली जयन्ती तिमीले जस्तै आशीर्वाद कसले होइन अगाडि त्यो अनि दक्षिणा हो ए म त यहाँ साडीहरू खुट्टा देखाएर पो बसेको त टिका त लगाइसकेँ मैले कस्तो यो भोलि चाँडो उठेर 6 बजी नि हिँडिस् भने सबैतिर पाइस् 8 बजीसम्म सुतिस् भने मान्छे हिँडिसक्छन् ल नमस्ते नमस्ते आयुष्मान सबैजनालाई फेरि एकचोटि नमस्ते दाइरा नमस्ते खाना